semphong body lai lai बेहुलाले टिका लगाएको भइसक्यो यो बेहुलालाई टिका लगाएको अघि खुसखुस ल्याएको रहेछ टिका हेर्नु 500 त होला यार एउटा जिल्लाबाट चाहिँ बिहे लिएर आएको छौँ हाम्रो बेहुला भतिजो हाम्रो बुहारी नानी यता छिन् र आज पैसा कमाइँदैछ होइन त पैसा बबाल कमाइँदैछ नि थाहा छैन अनि यता हाम्रो बेहुली दर्शन नमस्ते नमस्कार यहाँलाई हार्दिक स्वागत छ आरबी युट्युब च्यानलमा आज विशेष गरी एउटा फेरि आफ्टर लङ टाइम धेरै समयपछि चाहिँ म फेरि एउटा भिडियो लिएर आएको छु यो भिडियो पनि थम्बलबाट तपाईँले चिनिसक्नु भयो होला है यो भिडियो पनि बिहे भएकै छ केही समय अगाडि मात्र यहाँ बिहे भएको थियो अब यहाँबाट चाहिँ हामी बेहुली लिएर जाँदैछौँ ठक्कसँग चाहिँ हाम्रो आजको शुभ साइत चाहिँ हाम्रो यहाँबाट हुँदैछ बेहुली अनि बेहुली र बेहुला यहाँ हाम्रो रेडी अवस्थामा छन् अनि यता चाहिँ बेहुलाको आमा यता हुनुहुन्छ हाम्रो भाउजूले पनि कहाँ ठोकाउनुहुन्छ यता काकीहरू हुनुहुन्छ यता भाउजू हुनुहुन्छ बेहुली श्रृङ्गार्दै हुनुहुन्छ कसैले हाम्रो चाहिँ यहाँ छ रेडी तरिकाले कोसेलीहरू यहाँ छ हाम्रो मेन यो चाहिँ हाम्रो मेन रीत यो पर्छ है लिम्बुहरूको अनुसार रीतहरू यो चाहिँ सेमाङदङमा भन्ने रहेछ है लिम्बू भाषाबाट अब नेपाली क्षेत्री भाषाबाट के भन्छ त्यो थाहा भएन यो एकदम विशेष गरी यो रीत लिम्बूको रीत एकदम नभई नहुने हो यो चाहिँ हाम्रो टोलीहरू यता छन् ओके अब यो टोली चाहिँ हामी के अरे छथरबाट पान्थरसम्मको लागि जाँदैछौँ ल हाम्रो अङ्कलजी हाम्रो ह्यान्डसम बुढाउली यता हुनुहुन्छ हाम्रो तामा टोपी ओढ्ने बाजे चाहिँ यहाँ हुनुहुन्छ हाम्रो लिडर आजको लिडर लगभग 12-13 जनाको ग्रुपमा चाहिँ लिडर उहाँ हुनुहुन्छ 3 दिनको लिडर हुनुहुन्छ केही बाजेको अब हामीले राम्रोसँग पुऱ्याएर ल्याउनु राम्रोसँग लानु हामी छथरबाट पान्थरको यात्रामा छौँ बाजे है राम्रो तरिकाले जानुपर्छ बिहेमा त्यही हो ल हाम्रो बेहुला छोरो बेहुलो भतिजो यहाँ छन् हाम्रो अब यहाँ चाहिँ बिहे खाने बाँकी छ अब यहाँको चाहिँ लगभग अलिक पछि हुन्छ अब हाम्रो बेहुली तर्फ हाम्रो बुहारी नानी चाहिँ भोलिको स्पेसल गाउँको बेहुली हो हाम्रो बेहुलीको घरतिर चाहिँ भोलि हामी बिहे खाँदैछौँ हाम्रो यति राम्रो बेहुलीलाई श्रृङ्गार्नुमा चाहिँ यता हाम्रो बहिनीको पनि ठुलो हात छ यहाँ यस्तो गर्न हो ओके म यो बोक्छु ओके गाइस यो चाहिँ सेमाङदङमा भन्छ है यो चाहिँ मेन रीतै यो हुन्छ हाम्रो छथरको रीत अब लेट्स सी कस्तो हुन्छ यता ल हाम्रो यता फुफू र बहिनीले चाहिँ एकदम राम्रो श्रृङ्गारेका छन् बेहुली ओके बेहुलाको घरदेखि चाहिँ हामी बेहुलीको घरतिर हामी जाँदैछौँ आज लगभग यो हामी जन्ती जस्तै जाँदैछौँ अब म तपाईँलाई निरन्तर यो भिडियो चाहिँ म जारी गर्छु हामी यहाँबाट गएको त्यसपछि उता पुगेर बेहुलीको घरमा बिहे भएको अनि पान्थरको बिहे पान्थरको ढोल
हैन सबै म यो भिडियोमा समावेश गर्न जमर्को गर्नेछु आशा छ तपाईँहरूले कतिको मन पराइदिनुहुन्छ धेरै मन पराइदिनुहुन्छ भने प्लिज यो युट्युब च्यानललाई सब्सक्राइब लाइक र सेयर गरेर पनि साथ दिनु होला अब हामी चाहिँ यहाँबाट जाँदैछौँ माथि गाडी आइसकेको छ हाम्रो कोही साथीहरू माथि पुगिसकेको छन् अहिले चाहिँ हामी 6-7 जना छौँ हाम्रो यात्रा जारी छ बिहेको यात्रामा जारी छ है हाम्रो चाहिँ महादेन परिवार गयो है त लाग्यो है त अब बिहे खानु अब चाहिँ ठक्कसँगले हामी गाडी भोगमा पनि आइपुग्यौँ है हामी गाडीबाट जाँदैछौँ हाम्रो टोली 12 जनाको टोली हो अब चाहिँ हामी ठक्कसँग गाडीमा चाहिँ ब्यानर पनि लाउने कार्य हुँदैछ हाम्रो बेहुला बेहुली चाहिँ ठक्कै यहाँ छ लेखेर शुभ विवाह होइन अनि कमल एवं अन्जान भन्ने छ हाम्रो बिहेको मिति चाहिँ यति गर्दै छ हाम्रो अङ्कल र दाइले चाहिँ अब टक्कसँगले चाहिँ यहाँ बिहेको ब्यानर चाहिँ टक्क टाँसेर चाहिँ त्यही हो आज हामी छथरको महालक्ष्मी नगरपालिकाबाट तेह्रथुमको खामलालुङसम्म हामी जाँदैछौँ है यात्रा चाहिँ धेरै लामो छ लगभग 6-7 घन्टाको यात्रामा छौँ हामी त्यही भएर चाहिँ टक्कसँग चाहिँ हामी शुभ विवाहको चाहिँ टक्कसँगले टाँस्दैछौँ अनि हाम्रो यात्रा चाहिँ जारी छ ल आज हाम्रो गुरुजी भेनाजी यहाँ हुनुहुन्छ सेफ ट्राभल्स गर्नुहुन्छ भेनाले जहिले पनि एकदम राम्रो राइडर गर्नुहुन्छ है हाम्रो भेनाबाट गुरुजी यता हुनुहुन्छ हाम्रो ठुलो मान्छे पनि जाँदैछन् बेहुली नानी अनि बेहुलीको दिदी यता हेर्नु बेहुलीको दिदीले ओके हेलो भनिदिनु यसो हात हलाइदिनु हेलो भनिदिनु अच्छा हाम्रो बेहुलीको दिदी है त अहिले त ह्यान्डसम भइसकेको छ नि हाम्रो बेहुला ठक्क है कोट सोट लाएर है कोट सोट लाएर टक चस्मासँग लगाएर त हाम्रो बेहुलाको हुलिया यस्तो खतरा छ कि हाम्रो बेहुलाले के अरे पान्थरको बेहुली उडाइदिएर ल्यायो हो नि त अनि त्यही भएर पान्थर जाँदैछौँ है कतिको मुटु ढुकढुक भइरहेछ बेहुला हुँदाखेरि छैन एकदम खुसी हो मन टक्क कोट पेन्ट लगाएपछि त एकदम ह्यान्डसम खुसी बन्नु पर्यो नि त होइन हाम्रो बेहुला ल अब चाहिँ हामी यहाँबाट चाहिँ जान्छौँ म सबै बिहेको भिडियोहरू पनि तपाईँहरू माझमा म प्रस्तुत गर्नेछु यस्तै छ ल गाइजहरू बेहुला बेहुलीलाई बिचमा राखेर हामी चाहिँ जाँदैछौँ बेहुलीको साथी यहाँ हुनुहुन्छ दिदी हाम्रो बुढौली यता हुनुहुन्छ अङ्कलजी बाजे दाइ ल अब चाहिँ गुरुजीले पनि अब यहाँ स्टार्ट गर्दा हुनुहुन्छ अबको यात्रा चाहिँ हाम्रो खामलालुङको यात्रा हुनेछ ओके गाइज फाइनल्ली हामी अहिले चाहिँ म्याङलुङ मेरो पछाडि टक्क देख्दै हुनुहुन्छ बिरालोको स्तम्भ यो चाहिँ ठ्याक्कै पछाडि चाहिँ बिरालोको स्तम्भ म्याङलुङ भन्छ यो चाहिँ लिम्बू भाषाबाट नामकरण भएको म्याङ भनेको बिरालो लुङ भनेको चाहिँ ढुङ्गा बिरालोको ढुङ्गा भन्ने हुन्छ अहिले हामी चाहिँ ठक्कसँगले म्याङलुङ आइपुगेका छौँ अब म्याङलुङबाट चाहिँ हामी खाजासाजा खाएर अब चाहिँ हामी गन्तव्यस्थलमा जानेछौँ अहिले ठ्याक्कै 5 बज्यो लगभग अझै पनि 4 घन्टा लगभग 3-4 घन्टाको यात्रामा हामी जाँदैछौँ ठिक छ हाम्रो टोलीहरू यो म्याङलुङको ठ्याक्कै स्तम्भ अगाडि रोकेका छौँ अब चाहिँ हामी ठक्कसँग लगभग 4-5 घन्टाको यात्रापछि चाहिँ हामी पुग्नेछौँ अब हामी चाहिँ यहाँबाट ठक्कसँगले लाग्नेछौँ है त गाइज ओके फाइनल्ली लगभग अहिले 8 घन्टा हामी सिन्दाबाट 8 घन्टाको यात्रापछि चाहिँ हामी गन्तव्यस्थल आइपुगेका छौँ बेहुला बेहुली लिएर आइसकेका छौँ अब हाम्रो सामानहरू यहाँ छ राखेका छौँ सामानहरू अब यहाँदेखि थोरै माथि झरे जाने ठाउँ चाहिँ यस्तै हो अब हामी टोलीहरूलाई भोक लागेर चाहिँ
तिम्रो आँखामा लुकेका ठुला मान्छे पनि छ यहाँ सपनाहरू बोल्छन् लिम्बूहरूको रीतिरिवाज चाहिँ यस्तो छ न्युजिल्यान्डमा हेरिरहे चित्र मुटु भित्र केही नयाँ खोल्छन् अब चाहिँ झनै मिठो मुस्कानले मनैलाई छोयो सोच्दै थिए बाहिर भित्र गहिरैसम्म रोयो मनको कुरा तिमीलाई कसरी भनौँ म शब्दमा अटाउँदैन यो भावनाको झनुमा तिमी नै छौ कारणमा मुस्कुराउने साथ दिदेऊ न सारा जीवनभर सँगै बस्ने हात समाउँदा तिम्रो समय रोकिन्छ जस्तो मोमबत्तीको उज्यालोमा भविष्य देखिन्छ स्पष्ट हिजोमै भनेको भए आज धेरै फरक हुन्थ्यो तर अहिले भने हिम्मत लिएर मनले भन्न खोज्दछ यो मनको कुरा तिमीलाई कसरी भनौँ म शब्दमा आउँदैन यो भावनाको झनुमा तिमी नै छौ कारण मुस्कुराउने साथ दिदेऊ न सारा जीवनभर सँगै बस्ने यदि म टाढा परे पनि सम्झनामा आउँछु तिमी छेउमै छौ भने सबै हराउँछु भाग्यले लेखिदेओस् एउटै यात्राको बाटो Menu bapaan sih, saksu menu bangga. Panglili फाल्टो आमालाई यदि कसैले फाल्टै राख्नु र आमालाई अब मिलिसकेपछि आमालाई फाल्टो गरेर ल अब फाइनली चाहिँ मेरो बल्ल बल्ल मिल्यो है हाम्रो रित चाहिँ Angkal itu saya gini. Takut dulu.
हरियो 2 किलो पाउँछ मुख पार्ने आएन हौ मुख पार्ने चाहिँ आएन अनि अघि भनेर त तुराईमा मतलब मुराखेङमा सबै समय यसो गरौँ न यो सुगा जहाँ मात्रै राखेर अर्को भित्रलाई नआउँछ उहिलेको सडेको मक्को गलेको हेर्न नभए तेरी खेल्न नाची मनी वही कता गर न क्या भयो भाइ हेर्न पाएकोमा के गर अति लम्बा धनकुटाको भात खाएको एकपटक स्वर निकालिदिनु न यो नलाने के छ के नहुने बहिनी होइन ल अब जबरजस्ती राख्यो कि राजी खुसी बस्यो कि कसरी चाहिँ सबैलाई प्रष्टै खुसी नित्य ल भोलि पर्सि अनि भोलि पर्सि ट्यामटम डुमडुमे कम्पनी चलाएर बुढायो भने को जिम्मेवारी के हुने होइन भन्नु पर्यो नि मसिनमा बाल सबैले सुन्नु पर्यो नि समाजले ठुलो ठुलो बोल्नु है राजी खुसी साथै हो भोलि पर्सि माइतीहरूलाई होइन बाबु आमाले लु मलाई त्यसरी पुग्यो त्यसरी गर्यो यता गर्यो त्यता गर्यो भने को जवाबदेही हुने त आक्षेप पुर्याउने आफै भन्नु यहाँ दबाबले चाहिँ बोल्नु भएन नि हामीले हेर्न हिंसा भनेर हुँदैन भन्नु अब ज्वाइँलाई चाहिँ तपाईँहरूले भन्नुहोस् है मैले अब घरभित्रको मान्छेले अलिकति भन्नुहोस् है लो त्यसको चाहिँ आफैले गर्नुहोस् हामी सोच्छौँ तपाईँले मन पराएर आयो तर वास्तविक कहानी बुढापाकाले जन्मदाता आमादातालाई अनि तुम्बालाई बडालाई बाजेलाई फुपूलाई चाहिँ आक्षेप पुग्ने काम हुन्छ कि हुँदैन सोही साल चाहिँ मन परापर गरेर गयो भने अब यसो काका कुरो बुझ्यो अब उहाँहरूलाई कुरा राख्न दिनु न अब काका तुम्बाहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ कुरा राख्न दिनु न वास्तविक केही नै छैन कुरा अहिले राम्रो हेर्नुहोस् नहुनु पाउनु नपुग्नु पुरानो जगताको नाश भन्ने एउटा त्यस्तो त हुँदैन होला नि हुँदैन नि हुँदैन अब त्यसको जवाब दिन तपाईँ प्रतिनिधि भएर आउनुभएको कारण तपाईँको पनि केही जिम्मेवारी छ भयो भने तपाईँ जिम्मेवारी हामी त सिधै तपाईँकोमा आउँछौँ नि फेरि उहाँको नम्बर चाहिँ लेख्नु है भोलि पर्सि फेरि हाम्रो यसो गर्यो त्यसो भन भनेर चाहिँ छोरी बुझ्दै आयो भने हामी
कर्मी कामहरू नगर्नु बुढाबुढीमा यो हामी अघि पनि भन्यौँ दिनु पनि सक्दैनौँ तपाईँहरूको यो पाजामा ल्याउनु भएको छ सडेको गलेको चाहिँ खाने हो जति छ सुन चाँदी ल अनुरोध ज्ञापन गरिदिनु त आज चाहिँ डे 2 आज चाहिँ दोस्रो दिन है दोस्रो दिन हामी तेह्रथुम जिल्लाको खाम्लालोङ हो होइन छथरै तेह्रथुम हो तर छथरै हो हामी तर अलिक गाउँको रीतिरिवाज अलग हुन्छ हामी डे 2 को बिहेमा छौँ बेहुलीको बिहेमा हामी आज छौँ अनि बेहुलीपट्टिबाट चाहिँ यहाँ ढोल नाच्दै आइसकेको छ यहाँ हेर्नुहोस् गाइस यो छथर तेह्रथुमको ढोल नाच है दाजु यो अलिकति के भने यो खाम्लालोङ तेह्रथुमको खाम्लालोङतिर चाहिँ अलिकति ढोल चाहिँ अलिक सानै रहेछ हाम्रोतिर ढोल अलिक ठुलो हुन्छ हाम्रो ढोले ग्याङहरू थोरै मात्रै भए पनि टिममा एकदम राम्रो एकदम मजाले नाच्नु हुन्छ यो चाहिँ फिलहाल तेह्रथुम खाम्लालोङको नाच हो तर हाम्रो धनकुटातिर भन्दा पनि अलिकति सानो ढोल तर धेरै ढोल आएर चाहिँ एकदम दामी बजेको केमिस्ट्री जस्तो सुनिन्छ एकदम मजाले ठुलो तरिकाले सुनिन्छ कि तर स्टेपहरू पनि इजी जस्तो तर सुन्नुमा चाहिँ एकदम अप्ठ्यारो के यो धनकुटा तेह्रथुम आस्थासँग खाएर एउटा दार्जिलिङतिर अलग अलग किसिमको ढोल नाच हुन्छ एकदम राम्रो लाग्यो यो चाहिँ मोरदिरङ्गाको महालक्ष्मीको ढोल एकछिनमा पर्छ है त